नमस्ते सबैजनामा म आज हजुरहरूलाई अनलाइन भ्याक्सिन कार्ड कसरी बनाउने त्यो सिकाउन गइरहेको छु। सजिलो छ, बाहिर पैसा तिर्नु पर्दैन। तपाईहरु चाहिँ गुगलमा जाने, गुगलमा गएर तपाईको भ्याक्सिन एमओ एचपी भनेर यसमा टाइप गर्ने अनि सर्च गरिसकेपछि एक नम्बरमा आउँछ मिनिस्ट्री हेल्थ एन्ड पपुलेसन भन्ने आउँछ। त्यसपछि यसमा गएर तपाईहरुले यसमा क्लिक गर्ने। क्लिक गरिसकेपछि एउटा एड आउँछ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको एउटा आउँछ। अब हामीलाई किन चाहियो र यसलाई चाहिँ इन्डिया हान्ने। त्यसपछि एक पटक पनि नलाएको मान्छेले चाहिँ प्री रजिस्ट्रेसनको लागि आवेदन फारम भन्ने हुन्छ, खोप लाउनको लागि। अब लाइसकेका मान्छेलाई बनाउने हो नि त, त्यसकारणले प्रमाणीकरणका लागि आवेदन फारम भन्नेमा गएर क्लिक गर्ने। अनि त्यसपछि यो आउँछ। आइसकेपछि अनि तपाईको व्यक्तिगत विवरण भर्ने। व्यक्तिगत विवरणमा केही छैन, पहिलो नाम भनेको जस्तो अगाडिको जस्तो प्रदीप भनेर फल्ने, बीचको नाम भनेको जस्तो प्रसाद अथवा बहादुर हैन, थरमा चाहिँ गुरुङ, रिजाल, पोखरेल, यादव, खान जे छ त्यो भर्ने। अनि लिङ्ग चाहिँ पुरुष महिला के हो त्यो अथवा अन्यले अन्य भर्ने। त्यसपछि राष्ट्रियता नेपाली भइ नै हाल्यो। अनि त्यसपछि अब बाहिर देशको छ भने चाहिँ अब हाल्दा भयो। अनि प्रदेश चाहिँ तपाईको कुन प्रदेशमा हो हजुरहरु बस्नु भएको त्यो प्रदेश छान्ने। 1 नम्बर 2 नम्बर अहिलेका नयाँ प्रदेश नम्बर हाल्ने। अनि त्यसपछि जिल्ला आउँछ, यहाँ जिल्लामा छान्ने। प्रदेश चुज गरिसकेपछि जिल्ला छान्ने। मैले तपाईलाई यहाँ देखाएँ हैन सामान्य कुरो किन गर्ने भनेर। अनि पालिका हाल्ने, त्यसै वडा नम्बर हाल्ने, टोल बस्ती हाल्ने। त्यसपछि तपाईको मोबाइल नम्बर हाल्ने। अनि तत्काल अब विदेश जाँदै हुनुहुन्छ भने अब विदेश अब तपाईको चाहिँ तत्काल विदेश जाँदै हुनुहुन्छ भने चाहिँ जान्छु भनेर भने जान्छु भन्नेमा चाहिँ क्लिक गर्ने, छैन भने चाहिँ छैन भन्नेमा गर्ने। राष्ट्रिय परिचय पत्र अथवा नागरिकता हाल्ने। जारी गरेको कार्यालय अब कहाँ हो त्यो हाल्ने। अनि इस्वी जन्म मिति कहिले त्यो हाल्ने। अनि अनिवार्य पूरा भएको उमेर वर्षमा भनेर हाल्न पर्यो। 5 वर्ष पूरा भएको हुनुपर्छ भनेर भनेको छ। अनि पेशा छान्ने, के हुनुहुन्छ आफ्नो पेशा टक्क छान्नु होला। त्यसपछि अन्य विवरणहरू जात जाति इमेल भनेर हाल्ने। स्वास्थ्य अवस्था सामान्य अथवा कुनै रोग छ भने त्यसमा गर्ने, छैन भने सामान्यमा गएर क्लिक गर्ने, यसरी टिक लाउने के केही छैन यो। त्यसपछि अनि अपङ्गता छ कि छैन, छ भने छ, छैन भने छैनमा टिक लाउने। अनि त्यसपछि दोस्रो डोजको डिड यु टेक कोभिड-19 फर्स्ट डोज भ्याक्सिन फ्रम आउटसाइड नेपाल भनेर भनेको छ। अनि त्यसपछि तपाईले के बाहिर चाहिँ विदेशमा गएर नेपालभन्दा बाहिर गएर चाहिँ भ्याक्सिन लाउनु भएको छ भन्न खोजेको, छ भने छ, छैन भने छैन। अनि पहिलो डोजको पुरै प्रकार अब पहिलो डोजको भनेर क्लिक गर्ने, यसरी टिक लाउने। मैले यहाँ किन अहिले नआएको भनेपछि मैले माथि डेट हाले हैन नि, त्यही भएर नआएको। त्यो हालिसकेपछि आउँछ है। मैले तपाईलाई सामान्यतः सिकाउनको लागि मात्र हो कि। अनि खोपको प्रकार चाहिँ अब कोभिड, भेरोसेल अब के हो यहाँ आउँछ, जोनसन, एस्ट्राजेनेका भनेर चाहिँ यसरी आउँछ। यहाँ खोपको प्रकार यतापट्टि हुन्छ, त्यो हाल्ने। त्यसपछि अनिवार्य चाहिँ तपाईको अब ब्याज नम्बर हाल्ने। ब्याज नम्बर चाहिँ त्यो खोपको त्यो कार्डमा लेखा हुन्छ कि त्यो ब्याज नम्बर भनेर त्यही हाल्ने हो, अरु केही पनि हैन अरु। अनि खोप लगाएको मिति कहिले लगाएको, खोप कहिले लगाएको त्यही हाल्ने हो। अनि त्यसपछि प्रदेश छान्ने, कुन प्रदेशमा लगाएको, कुन जिल्लामा, कुन पालिकामा, कुन खोप केन्द्रमा, त्यही नै हो हाल्ने। अनि त्यसपछि अब डिड यु टेक कोभिड-19 सेकेन्ड डोज भ्याक्सिन फ्रम आउटसाइड नेपाल, नेपालभन्दा बाहिर लाउनु भएको छ भने छ, छैन भने छैन। दोस्रो डोजको लागि भर्ने हो कि पहिलाको जस्तै गरेर भर्ने हो। यदि पहिला जस्तै पहिलाको जुन खोप हो त्यही खोप ठ्याक्कै कपी नै गर्न छ भने चाहिँ पहिलो डोज जस्तै भनेपछि अटोमेटिक आउँछ यहाँ। अनि यहाँ ब्याज नम्बर
र ब्याज नम्बर र खोप लागेको मिति चेन्ज गर्ने, अरू केही पनि पर्दैन। त्यसपछि अतिरिक्त भनेको बुस्टर डोज, तपाईँको एकपटक लगाएको भने एकपटकको त्यो पुरै डिटेल्स, अनि दोस्रो 2 पटक लगाएको बुस्टर डोज छ भने फेरि 2 पटकको पुरै डिटेल्स भर्ने हो, प्रदेश जिल्ला त्यही हो। अब आयो मेन समस्या भनेको यहाँ महत्त्वपूर्ण कागजात भनेको छ नागरिकताको फोटो, त्यसपछि तपाईँको यो आफ्नो फोटो अनि खोप कार्डको फोटो, यति 3टा चाहिन्छ। अब तपाईँको फेरि यसमा लिन्न, फेरि यहाँ केबी ठुलो भयो भने लिन्न, ठ्याक्क फोटो खिच्ने, जस्तो नागरिकताको अगाडिको भाग र पछाडिको भाग चाहिँ फोटो खिच्ने। त्यसपछि तपाईँलाई त्यो जोड्न आएन भने केही गर्नु पर्दैन, तपाईँको यसमा सायद अब जोड्नु नि पर्दैन तपाईँको। यसमा चाहिँ तपाईँको अगाडि र पछाडिको चाहिँ दुईटा एकैचोटि क्लिक गर्दा नि हुन्छ, दुईटा एकैचोटि क्लिक गरेर हाल्दा नि हुन्छ। त्यसपछि आउँछ अटोमेटिक। अनि फोटो, अनि त्यो फेरि यस्तो हो, तपाईँले त्यो फोटो खिचिसकेपछि जोड्दा राम्रो हुन्छ है, जोडेर हाल्दा राम्रो हुन्छ। त्यो जोड्नको लागि केही गर्नु पर्दैन, फेरि बाग मार्नु पर्दैन, ठ्याक्क चाहिँ यसलाई मिनिमाइज गरिदिने। अनि यहाँ गुगलमा गएर चाहिँ यहाँ माथि चाहिँ यहाँ अहिले अब मैले यहाँ तपाईँलाई सिकाइरहेको छु, यहाँ मिलेन होइन। अनि त्यसपछि तपाईँको चाहिँ यहाँ उसमा गुगलमा गएर टु फोटो मर्ज 2-1 भनेर चाहिँ 2-1 भनेर लेखा हुन्छ, त्यसमा गएर गर्नुभयो भने फर्स्टमै आउँछ त्यो फ्री अनलाइन हुन्छ के, फ्री अनलाइन सेवा हुन्छ। त्यसमा गएर चाहिँ तपाईँले गर्ने, डाउनलोड गरिसकेपछि त्यसलाई स्क्रिनसट गर्ने, त्यसपछि तपाईँको अनि बल्ल अपलोड मिल्छ। त्यो केबी सानो भएर आउँछ, मिल्छ। अनि फोटो पनि त्यसरी आएन भने चाहिँ त्यसको तपाईँको तेरो त्यो हाई भयो, यति केबी हुनुपर्ने, योभन्दा तेरो हाई भयो भनेर आउँछ, त्यहाँ मान्दैन, रातो उसमा आउँछ होइन। त्यो भन्यो भने स्क्रिनसट गरेको गर्ने, क्रप गर्ने, घटाउँदै जाने, अनि ट्याक्क आउँछ। अनि खोप कार्ड पनि त्यही हो, खोप कार्ड पनि ट्याक्क फोटो खिच्ने, स्क्रिनसट गर्ने, अनि पेस्ट गर्ने। त्यहाँ भित्रबाट चाहिँ एउटा नम्बर दिन्छ, भेरिफिकेसन नम्बर दिन्छ, त्यो नम्बर नोट गर्ने, हराउनु भयो भने स्क्रिनसट गर्ने। त्यति गरिसकेपछि तपाईँको चाहिँ अनि पछि फेरि अनलाइनमा गएर त्यो नम्बर हालिसकेपछि आफ्नो कार्ड आउँछ, त्यसलाई डाउनलोड गर्ने। अनि विदेश जानलाई अब स्टुडेन्ट भिसा, वैदेशिक रोजगार, युरोपियन कन्ट्रीमा, अमेरिका, अस्ट्रेलिया, कता कता त्यहाँको लागि चाहिन्छ। आइओएममा लगेर जाने बेलामा पनि काम लाग्छ। ल यति भन्दै म आज यस भिडियोबाट बिदा हुन चाहन्छु। यो भिडियो म फेरि यो प्रोफेसनल युट्युबर होइन, लाइक गर्नु होला, सब्सक्राइब। मलाई राम्रोसँग बनाउनु नआउँदैन, एउटा चाहिँ सिके मात्र, एउटा जस्ट टाइम पास मात्र, त्यही हो। ल हस्, धन्यवाद। आजलाई म बिदा चाहन्छु। मैले जानेको कुरा अर्को नेक्स्ट भिडियोमा म सिकाउने छु। बाई।